सबैजनालाई हाम्रो युट्युब च्यानलमा आज धेरै पछि हामी सानो छोटो मिठो भिडियो लिएर आएको छौँ। हामी चाहिँ भोलि हस्पिटलको तयारी गर्दैछौँ। मेरो चाहिँ बाबु 9 महिना पुरा भइसक्यो र हामीलाई भोलि चाहिँ डेलिभरीको डेट दिएको भएर हामी चाहिँ अहिले रातिको 11 बजिसक्यो। हामी चाहिँ हस्पिटलको लागि ब्यागहरू प्याकिङ गर्दै थियौँ। अब चाहिँ सानो मान्छे भोलिदेखि हामी बिचाउँदैछौँ। त्यसैले मैले सानो छोटो मिठो ब्लग बनाउने सोचेको किनकि पछिसम्म हेर्नुहुन्छ नि त। नेपालमा पनि मम्मीहरूले आमाहरूले हेर्न खोज्नुहुन्छ सबैले। त्यसैले हामी चाहिँ सानो छोटो ब्लग बनाएर राखौँ भनेर रेडी भइसकेको छ होइन। चाहिँ रेडी भयो। यहाँ चाहिँ हुनुहुन्छ ल त्यसै गरी वेलकम है सबैजनालाई। अब हेर्दा 9 महिना बितिसक्यो। भोलिदेखि नयाँ मान्छे हाम्रो बिचमा आउँदैछन्। एक्साइटेड पनि छ, डर पनि छ। सबै राम्रै होस्। दुर्गा माँ र शिवजीको कृपाले सबै राम्रो होला भन्ने आशाका साथ भोलि हामी हस्पिटल जान्छौँ र के हुन्छ देखाउन मिल्नेहरू हामी हजुरहरूलाई देखाउँदै गर्छौँ। तपाईँसँग जोडेर रहनु होला। हाम्रो फ्यामिलीहरू नेपालमा बसेर मजाले हेर्नु। सो गाइस यही दिन राति 2 बजे चाहिँ बुढीको वाटर ब्रेक भयो है। त्यसपछि इमर्जेन्सीमा हस्पिटल आइयो, एम्बुलेन्स बोलाएर। धेरै गाह्रो यहाँ पोर्चुगलमा भाषा नजानेर है। राति 2 बजे अरू मान्छेलाई उठाएर, पोर्चुगिज बोल्ने मान्छेलाई उठाएर हस्पिटल जनतन आइयो। अनि म पनि यहाँ हस्पिटलमा आएर बाहिर वेट गरिरहेको थिएँ। बुढीलाई चाहिँ उता लेबर गराउने ठाउँमा लिएर गएको थियो। सो म वेट गरिरहेको थिएँ। लगभग आधा घन्टापछि चाहिँ मलाई यहाँ बुढी भएको ठाउँमा लिएर आयो है। हामी चाहिँ धेरै डराइरहेको थियौँ किनकि अलरेडी हस्पिटलमा पुग्दै हाम्रो 4-5 बजिसकेको थियो। अनि पानी फुटेको चाहिँ 3-4 घन्टा भइसकेको थियो नि त। सो धेरै डराएको थियौँ हामी। बुढी चाहिँ पटक त्यो बाबुको हार्टबिटहरू हेरिरहेको थिएँ है। म पनि डराइरहेको थिएँ, साथमा बुढी पनि डराइरहेको थियो। अनि यस्तै थियो। अब आशा थियो राम्रोसँग नर्मल हुन्छ भनेर। अब हामी छिटै भेट्नेछौँ। मुन्डुङ बाबु आया फुलाइदिनु 10 बजे आइसक्यो। अझै पनि डक्टर आएको छैन। 10 बजे होइन आउने डक्टर। यस्तै छ। अब खाना खानु बोलाउनु पनि खाना रेडी पार्छ। खाना रेडी पारेपछि सावर लिन जानुपर्छ। त्यसपछि बल्ल सुरु हुन्छ।
भइसक्यो अहिलेसम्म केही एउटा छैन सुरसार खाजा लिएर आएको बुढालाई उता छ खाजा पनि हो आजमा बोल्दाखेरि चिप्रो बाक्लो भाषा बाहिर निस्किँदैन तपाईँ धेरै भयो कि सानो तपाईँ त लास्ट धेरै भयो No? सायद होइन सात त गइसक्यो सानो अरू चिच्याको सुनेर तिमीभन्दा हाल्यो होला नि And need you clean this yes for the front for the back okay yes not I try but not cleaning in this shower and the other showers it's very difficult okay better. Okay, you put this towel. So finally
बसिसकेको छु। छोरो जन्मिसकेको छ, हेल्दी, आमा छोराको दुइटै सबै ठिक छ। नर्मल डेलिभरी भयो है। अहिले चाहिँ बुढीको लागि सुपहरू र खानेकुराहरू लिएर आएको छु म अहिले बाहिर हस्पिटल पुग्नलाई। यसो पेट पूजा पनि गरेर आएँ। अब म तपाईँलाई सिधै छोरा र बुढीलाई देखाउँछु। मेरो भन्थे कति handsome लुगाको दिदी माको चित्त लगाइसक्यो। अचक्कै राम्रो। धेरै ठुलो भएन र त्यो अब अहिले भइदिन आउनेहरू कति बेर यहाँ नदुख्न आउँछ दुध लगाएर बसिरहेको थियो।
ससले समर जस्तो देख्यो भनेको मकुनले देखेर हो कि आज लास्ट दिन आज कति दिन भयो टोटल शुक्रबार ट्युसडे हाम्रो आज डिस्चार्ज बाबुलाई उता बसालेर ल्याउँछ अब हामी घर जान्छौँ Mama ready. Baba ready. Baba पनि ready. हामी पोर्चुगलमा आएपछि हामीले धेरै कुराहरू फेस गर्नु पर्यो धेरै स्ट्रगल गरियो कतिपय राम्रा मान्छेहरू पनि भेटियो भने कति नराम्रो मान्छे पनि भेटिए मान्छेहरूले भन्ने गर्थे पोर्चुगलमा राम्रो मान्छे भेटिँदैन भनेर तर हामी आउतेरमा आएपछि धेरै नै राम्रा मान्छेहरू भेटिए हाम्रो बाबु भयो कति धेरै हेल्पफुल मान्छेहरू भेटियो धेरै नै हेल्प गर्नुभयो दिदी दाइहरू भाइहरू धेरै नै हेल्प गर्नुभयो कि यस्तो मान्छे पाइँदैन भन्ने गर्थे अरूले तर कति मान्छेहरूले पैसाको लागि के गर्छन् भन्ने देख्यो भने यहाँ बिना पैसा यति बिना स्वार्थमा यति धेरै माया गर्ने मान्छे पनि भेटियो त्यसको लागि धेरै धेरै धन्यवाद दिदी दाइ भाइहरूलाई सधैँ यसरी नै साथ पाइराखौँ भन्ने आशाको साथ आजको भिडियो हामी समाप्त गर्छौँ र अर्को भिडियोमा भेटौँला तबसम्मको लागि बाई चाउ